फाइनली गाइजहरू अभी हामी हैदराबाद का एंटी गार्डन आया हूँ। ये आज दो दिन हो रहा है। ये अभी बहुत बड़ा है। हमारी छोटी है और कोई आप एंटी गार्डन ये बहुत अच्छा जगह है। देखो ये बहुत फूल भी लगा है, बहुत अच्छा गार्डन दिख रहा है। देखो बहुत अच्छा अच्छा गार्डन दिख रहा है। सूरत बहुत बबाल है, बहुत बबाल। देखो देखो ये देखो गाइस बहुत बबाल सीन है। इसके लिए अभी देखने के लिए वो एंटी गार्डन हैदराबाद का अच्छा सिटी में आना घूमने के लिए बहुत अच्छा है। वो नेपाली लोग भी आए हैं। देखो भाई अच्छा है बबाल बब्बाल छ बब्बाल छ यहाँ देख्नु मान्छेहरू यति धेरै आएको छ कि यति धेरै छन् कि धेरै छन् कि भन्ने कुरा अब हिसाब किताब हुँदैन यार। बेलुका साँझतिर धेरै आउँछन्, अहिले कम भए पनि बेलुका साँझतिर बेलुका साँझतिर धेरै मान्छेहरू आउँछन् घुम्ने के लिए। उधर पानी का फोहरा पनि देख रहा है, बहुत बबाल छ। हाम्रा साथीहरू खाएको खान लागेका छन्, बहुत बहुत बबाल छ सिम। यदि हजुर कसैलाई हैदराबादमा घुम्नको लागि आउँदै हुनुहुन्छ भनेपछि हैदराबादको एन्टी गार्डनमा आउनु होला घुम्ने के लिए। शुल्क 20 रुपियाँ मात्र रहेको छ भनेपछि यहाँ मान्छेहरू थुप्रै मानिसहरू आउनुहुन्छ। बुढी बुढी आमा पनि आउनु भएको छ, बुढी बुढी आमा पनि आउनु भएको छ। आमाले पनि मजा लाग्दै हुनुहुन्छ भन्ने कुरा हामीले जानकारी पाइसक्यौँ। साथै यत्रो मान्छेहरू छ, एकै ठाउँमा यति भन्दा उता कत्रो त कत्रो त केही छैन। अब त यो पानी बुरुक बुरुक माथि उफ्रिएको छ, हेर्नेको भिड छ। यो अब त केही छैन, यो केही छैन। हेर्नेको भिड छ, हेर्नेको भिड छ। देख्न सक्नुहुन्छ गाइस, देख्नेको भिड छ, देख्नेको भिड छ। जताततै मानिसहरू मात्रै छन्। पानीको फोहरा बबाल हानिरहेको छ। बबाल छ, बबाल छ।